घन्टा त्यहाँ जान्छ अनि 2 घन्टा आउनमा जानमा 4 घन्टा हुन्छ, 12 4 16 घन्टा हुन्छ। त्यसरी गरेर कहिलेकाहीँ ट्राफिक पऱ्यो भने 17-18 घन्टा, मिनिमम 17 घन्टा समातेकै हुन्छ। जय नेपाल गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज कुरा गर्छु म 18 घन्टा ड्युटी दुबईमा कस्तो चलिरहेको छ मेरो गाइज। अनि च्यानलमा जो पनि नयाँ आउनुपर्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला यस्तो नयाँ नयाँ भिडियोहरू हेर्नको लागि। कुरा गर्छु 18 घन्टा हेर्नुपर्छ। अहिले म मुख पनि धोएको छैन, यत्तिकै आइसकेको छु ड्युटीको लागि। जुन कि अहिले हालत त्यस्तै छ, हेर्नुभयो यो के भन्छ, यो कपाल सपाल मुख सुख सब निद्रामै छु म। अहिले बिहानको 3 साढे 3 बज्न लागेको छ। अहिले हेर्नुपर्छ यहाँ म ड्युटीमा आइसकेको छु। हालत यस्तो हालत भइसकेको छ कि के भन्ने हजुरलाई, भनेर साध्यै छैन। हजुरहरूले हेर्न सक्नुहुन्छ अब यहाँ दुबईमा 18 घन्टा ड्युटी भने कि सबभन्दा मेन त 12 घन्टा ड्युटीमै जान्छ होइन, 12-13 घन्टा ड्युटीमै जान्छ। त्यसपछि हजुरको मेन सुरु त त्यसपछि हुन्छ 12-13 घन्टा ड्युटी। अनि त्यसपछि हजुरको ट्रान्सपोर्टेसन जाने 2 घन्टा, जहाँ क्याम्प हुन्छ यो कम्पनीले दिएको हुन्छ 2 घन्टा त्यहाँ जान्छ, ठिक छ। 2 घन्टा त्यहाँ जान्छ अनि 2 घन्टा आउनमा जानमा 4 घन्टा हुन्छ, 12 4 16 घन्टा हुन्छ। त्यसरी गरेर कहिलेकाहीँ ट्राफिक पऱ्यो भने 17-18 घन्टा, मिनिमम 17 घन्टा समातेकै हुन्छ। 18 घन्टा पनि समातिहाल्छ गाइज। रुममा जाने, हग्ने कि मुत्ने कि खाने कि सुत्ने कि केही ग्यारेन्टी हुँदैन गाइज। जाने बित्तिकै पकाउने कि पकाउन पनि आफैले नै हो, पकाउने कि के गर्ने सबभन्दा गाह्रो त्यही भइसकेको छ। के भन्ने हजुरहरूलाई भनेर साध्यै छैन। जिन्दगी यस्तो टेन्सन भइसकेको छ होइन। 18 घन्टाको ड्युटीले त मारिसकेको छ गाइज। त्यही भएर हजुरले नेपालबाट जो पनि आउँदै हुन्छ एकदमै समयहरू हर चिजहरू फिक्स गरेर आउनु होला होइन। एजेन्टलाई भनेर कि आयो भने पनि तिमीलाई फर्काउने बाटो होस्। यहाँ आयो भने पनि एजेन्टलाई भनेर पनि साध्यै छैन, तिमीले फकाएर यताउता गरेर धकालिदिन्छन् होइन दुबईमा। यहाँ पछि मजबुरी हुन्छ, एउटा मजबुरीले पैसा लगाएको हुन्छ, लगानी लगाएको हुन्छ, गर्नै पर्छ, नगरे नि सुख छैन, गरे नि सुख छैन, त्यही हालत हुन्छ। यहाँ ज्वरो आउँछ, सन्चो हुन्न, यस्तो यस्तो हालत हुँदा पनि ड्युटी आउनु पर्छ गाइज। यहाँ मलाई हेर्नुपर्छ कि यहाँ मेरो निद्रामै छु, आँखा पनि कस्तो तिरमिरी भएछ, तर पनि ड्युटी आउन परिरहेको छ। ड्युटी आएन भने फाइन आउँछ, त्यो अलग समस्या छ गाइज। अब जो पनि नेपाली आउँदै हुन्छ नि यो सब कुराहरू बुझेर आउनु होला के कस्तो हुन्छ होइन। कम्पनीको बारेमा हर चिज राम्ररी बुझ्नुहोस्। अनि त्यसैले गाइज जसलाई पनि सजिलो लागिरहेको छ नि कि दुबई एकदमै सजिलो छ होइन, उहाँहरूले कृपया यो भिडियो हेरेर याद राख्नुहोस् कि नेपाली हो, विकास भाइ हो, ड्युटी गरिरहेको छ, कस्तो हालत छ दुबईको हर मैले जानकारी दिइरहेको छु हजुरलाई। सानोदेखि ठुलो, ठुलोदेखि सानो सब जानकारी दिन्छु। नयाँ नयाँ भिडियो पनि आइरहेको छ। मैले जब कसरी पाउनुहुन्छ, के गर्ने, कस्तो गर्ने सब पाउनुहुन्छ। सब्सक्राइब पनि गरेर राख्नुहोस् च्यानललाई कि हजुरले थाहा पाइहाल्नुहुन्छ कि के कस्तो जब आउँछ, कि सरकारी जबदेखि लिएर हर चिजको पाउनुहुन्छ। नेक्स्ट भिडियो त्यसको पनि म बनाइदिउँला। तर काम बहुत गाह्रो छ कि यहाँ दुबईमा। पैसा छैन भनिन्न होइन, पैसा छ तर काम लास्टै गाह्रो छ कि हदभन्दा बढी गाह्रो छ। र त्यस्तै कम्पनीमा पऱ्यो भने रुन पनि पर्छ कि। नेपाली भाइहरू बहिनीहरू कतिजना रुन्छन् पनि यहाँ आएर होइन। अब के गर्नु, रोएर पनि त सकिन्न। अब कसले हेर्छ हजुरले हेर्ने कोही पनि छैन यहाँ। नेपाल होइन कि हजुरलाई अरूले हेल्प गरिदिने, यो गरिदिने त्यो गरिदिने। अब जो हुन्छ नजिक हुन्छ नेपाली छ भने हल्का हेल्प गरिन्छ। अब घर परिवार जस्तो त हुँदैन कोही पनि होइन। यहाँ यो अब बाहिर दुबई हो, त्यसैले गाइज जो पनि बाहिर आउनुभएको छ अलि राम्रोसँग बस्नुहोस् होइन। गाह्रो छ होइन, अब गाह्रो त हुन्छ। अब त्यही मिलिजुली बस्ने हो। अब जो नेपालबाट आइराख्नु भएको छ उहाँले अलिकति आफ्नो सोचेर आउने हो कि मैले एजेन्टलाई राम्ररी पुरा कन्फर्म गरेँ कस्तो काम हो, के काम हो। हजुरहरूले मलाई कमेन्टमा पनि बताउन सक्नुहुन्छ दुबई आउँदै हुन्छ कुन कम्पनी हो, कस्तो कम्पनी हो। मैले डिटेलहरू पनि बताउन सक्छु, थाहा भयो भने म बताइदिन्छु। कम्पनी नजिक छ, यताउता नजिकको हो कम्पनी भने, दुबई भएको भने बताइदिन्छु। अब टाढा साझा आलमान यताउताको पऱ्यो भने गाह्रो हुन्छ, अर्को स्टेट परिहाल्छ। अन्डर दुबईमा छ भने मैले बताउन सक्छु। जो पनि आउँदै हुनुहुन्छ नयाँ नौलो के काममा आउँदै हुनुहुन्छ बताउन सक्नुहुन्छ। र अहिले यो जुन जुलाई अगस्तमा इन्डोर काममै आउनुहोस्, आउटडोर काममा कोही पनि नआउनुहोस्। र त्यसपछि अब त्यही भन्न चाहन्छु। अब गाह्रो त मेरो हेर्नुपर्छ 18-20 घन्टा ड्युटी गरेर राति सुतेको पनि छैन, बिहान उठ्ने बित्तिकै ड्युटी। घुम्न त अहिले जिन्दगीमा पाएको छैन गाइस। त्यही साइडमा मेरो बुर्ज खलिफा छ उतापट्टि, तर म अहिले बुर्ज खलिफा हेरेको छैन, आफ्नो लाइभ आँखाले बुर्ज खलिफा हेरेको छैन। अब के गर्नु, 2-3 साल भइसक्यो मेरो त गाइस, तर पनि आजसम्म बुर्ज खलिफा हेरेको छैन। यो स्थिति छ जिन्दगीको। त्यसैले भनेको आफ्नो ख्याल गर्नुहोस्, राम्रोसँग आउनुहोस्। जो पनि दुबई आउँदै हुनुहुन्छ राम्रोसँग आउनुहोस्। गाह्रो हुन्छ मलाई सम्पर्क गर्नुहोस्, कमेन्ट गर्नुहोस्। आइडियाहरू सब हुन्छ मेरो, त्यसको टेन्सन लिनु पर्दैन। अब आफ्नो नै जिन्दगीले 18 घन्टा 17 घन्टा ड्युटी गरेर गएको छ। हालत त्यस्तो भइसकेको छ। हजुरहरूलाई भिडियो बनाएर मलाई देखाइ पनि दिन्छु कि यस्तो भइरहेको छ जिन्दगीमा भनेर। हजुरहरूले बुझि पनि हाल्नुहुन्छ जिन्दगीको कहानी कि दुबईको कस्तो हुँदो रहेछ भनेर। सो गाइज अब त्यही भन्छु। अब जो पनि च्यानलमा आउनुहुन्छ सब्सक्राइब गर्नु नयाँ नयाँ भिडियोको लागि। सी यु इन नेक्स्ट
भिडियो।